नमस्ते गाइस, माई न्यू ब्लग। म ब्लग बनाउँदैछु, सबैले माया गरिदिनु है। पोथी पसेछ त्यहाँ यहाँ कता यहाँ अन्डा पानेन जहिले यहाँ जहिले अन्डा जहिले अन्डा कहाँ पार्छ आज थुन्दै थिएँ। तपाईँहरू पनि पोथीले आज अन्डा पार्छ कि पार्दैन भनेर थाहा पाउनुको लागि चाहिँ हजुरहरूले यहाँ हेर्नु, यो कन्डो छ नि, यहाँ ठ्याक्क यसरी छाम्नुपर्छ। अन्डा छ यसरी छाम्नुपर्छ है, हल्का नि फेरि आन्द्रा निस्किन्छ नि। अन्डा रहेछ। अब म चाहिँ ओथ्रामा राखिदिन्छु यसलाई। यहाँ हो यसको ओथ्रा, जज कता कता पारेर नि अहिले त कोठा धुन राख्छु नि। ल त्यहाँ बस् ल। अरू पनि छ, देख्दैन रहेछ, तिनवटाले पार्दैछ कता कता गयो। अरू पोथीहरू कहाँ गयो? यसको पनि छान्नुपर्छ है। ल अब कहाँ बाहिर जङ्गलमा पार्छ। यसो रहेनछ, भोलि रहेछ यसको चाहिँ। यसले चाहिँ भोलि पार्ने रहेछ है गाइसहरू, पैसा थाहा पाउनु होला। यहाँ हाम्रो नन्द तलतिरको नन्दले कहाँ पार्दैछ उसको पोथीले। आज अन्डै पारेन भन्छ, जङ्गलमा गएर पार्छ। पोथीले अन्डा पार्छ कि पार्दैन उसको कन्डोमा यसरी अन्त हल्का लाउने, अनि थाहा पाइन्छ कन्डोको टुप्पामा आएको है, चाकको टुप्पामा आएको। अनि पार्छ भने चाहिँ कोठामा लगेर छोपिदिनुपर्छ, 2 दिन जति बानी गर्नुपर्छ, आफै पार्न थाल्छ। हस् त बाई बाई। मेरो न्यू भ्लग हेरिदिनु होला सबैजनाले है, माया गरेर सब्सक्राइब पनि गरिदिनु होला। हजुरहरूको सब्सक्राइबले म धेरै ह्याप्पी हुन्छु। हस् त बाई, नेक्स्ट भिडियोमा आउनेछु ल, नेक्स्ट भ्लग लिएर। हस् त बाई।